हेलो हेलो, म चाहिँ सुपातिर आएको त्यही बेलामा एउटा भिडियो बनाउँछु भनेर फर्स्ट टाइम मैले भिडियो बनाउँदैछु। राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो म चाहिँ अब लागेँ है सुपातिर। यहाँ सबै मैले रेटहरू सामानहरू देखाएको छु। यहाँ सुन्तला सबै रेटहरू पनि मैले राखिदिएको छु, हेर्नु होला है सबैजनाले। अनि मेरो भिडियो चाहिँ पुरा हेरिदिनु होला। यो स्ट्रबेरी, यो अङ्गुर त खाइ नसक्नु छ। अनि यो बनाना भइहाल्यो, 4 पिस छ यसमा। 4 पिसलाई कति 338 रुपियाँ छ। अनि यता कागती छ, कागती 2 पिस, 2 पिसको 213। अनि यो भुइँकटर हेर्नु 598। अनि यो स्याउ भइहाल्यो, स्याउलाई पनि त्यस्तै महँगो छ, जापानमा खाइ नसक्नु छ फलफुलहरू त झनै। अनि यो चाहिँ मुन्तला हो क्या, मुन्तलालाई चाहिँ 645। अनि ब्रोकौली त्यस्तै महँगो, 1 पिसलाई 270। अनि क्याबेज भइहाल्यो, मुला, अनि यो हरियो प्याज सबै हेर्नु होला है। अनि यहाँ करेला पनि कति महँगो छ, तर पनि मलाई चाहिँ एकदम मनपर्ने भएर मैले करेला चाहिँ लिएँ एउटा। अनि हरियो, अनि गोलभेडा, अनि ठुलो खाले गोलभेडा सबै छ, तर महँगो खाइ नसक्नु हो। हामी नेपालमा सस्तो खाएको बानी, यहाँ त केही किन्न मन नलाग्ने। अनि अन्डा लिएँ मैले। अनि जापानमा चाहिँ तरकारीमा यो फर्सी चाहिँ सस्तो हो, तर मलाई फर्सी मन पर्दैन, त्यही भएर लिइनँ मैले। अनि यो सबै तरकारी हो। मलाई चाहिँ हतार भइरहेको के अब कामबाट आएको, अनि गएर सुत्नुपर्छ, त्यही भएर छिटो भिडियो बनाएर गइहाल्छु भनेर आज फर्स्ट टाइम बोलेर भिडियो बनाऊ। मन पर्यो भने सपोर्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।